बसेको पढ्नु पर्दैन लपकुश तिमी डाक्टर बन्नुपर्छ अनि यशोदा तिमी वकिल बन्नुपर्छ त्यसको लागि पढ्न धेरै खेल्न कम गर्नुपर्छ ल पढ है अब बच्चा बच्ची भोकाए खाना बनाइदेऊ त हस् आमा म बनाउँछु नानी बाबु आऊ खाजा खानलाई ल यहाँ बस राम्ररी बस न कसरी बसेको ल तिमीहरू बसेर खाजा खाँदै गर म बाबालाई बोलाएर लिएर आउँछु हस् बुढा सुन्नु त खाजा तयारी भयो आउनुस् खाजा खाऊ अनि काम पुरा गरौँला केटाकेटीलाई दिँदै गर न म आउँछु नि एकछिनमा सीता म त्यहाँ मिटिङ छ एउटा पानीको विषयमा म त्यहाँ गएर आउँछु है हस् यहाँ सुन्नु त चाँडै गरेर आउनुहोस् नि बेसी जानुपर्छ भइहाल्छ नि म त्यहाँ पुगेर हाजिर मात्रै गरेर आउँछु क्या नमस्कार है नमस्कार एकछिन ढिला भयो नमस्कार 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 लाउनु बनोस् तपाईँकै पर्खाइ मती माने सबै अब हाम्रो गाउँमा पनि धारा र बत्ती आउने भयो होइन त साँच्चै यो काम त 1 वर्ष पहिला नै पारित भएको होइन र भने यो काममा किन ढिला भइरहेछ यसमा हामीले छुट्याएको रकमभन्दा धेरै खर्च आयो पालिकाले हामीलाई सहयोग गरेन त्यसैले यो काम रोकिएको छ तर काम हुन चाहिँ हुन्छ अब आफ्नै गाउँमा पानी ल्याउन पनि त्यो पालिकाको मुख ताकिरहनु पर्छ यो त भएन नि अब हामी र पालिका मिलेर यो काम जति सक्दो छिटो छिटो गर्नु पर्यो तर गाउँलेको मात्र त सम्भव छैन नि रामजी भोलि तपाईँ गएर नेतालाई भेटेर आउनुहोस् तपाईँले त्यसै भन्नुहुन्छ भने म जाउँला नि त भोलि नेतालाई भेट्नलाई त्यही पनि मेरो भनाइ चाहिँ के भनी त्यो सानो सानो काममा नि त्यो पालिकाको मुख किन ताकिरहनु रामजीले भने जस्तै जति पनि काम के छ त्यो काम हामी सबै मिलेर गर्दै गरौँला नि ओहो यो चखेवाको जोडी कता हिँडे कति माया हो एक अर्कामा कति मिलेर सँगै आनन्दसँग हिँडेका के है कस्तो ढाने लाग्ने गरेर हामी त सँगै नहिँडेको नि वर्षौं भयो आज हाम्रो गाउँमा को मान्छे आउनुहुन्छ नेताज्यू जो हजुर पालिकादेखि आउनुभयो तिम्रो गाउँको एक अलि पढे लेखेको मानिस के नाम थियो राम आउँदैछन् मसँग भेट गर्नको लागि म यहाँ सानो कामले आएको थिएँ त्यही अवसरमा नि गाउँको समस्या बुझ्नु भरेर पाटो कुलेर तिमीसँग भेट गर्नको लागि भने होला नि खुब यतिका दिन त हजुरलाई मेरो याद आएन याद त कति आएको थियो तर के गर्नु काम पनि त गर्नु पर्यो नि होइन र मेरी काली नमस्कार नेताज्यू नमस्कार नमस्कार बस्नुहोस् उहाँ चाहिँ हाम्रो गाउँको पढले गरेको रामजी बस्नुहोस् नमस्कार नमस्कार अनि सरिता बहिनी तिमी त हामीभन्दा पनि पहिला आइपुगिछौ त होइन होइन त्यस्तो म सानो कामले आएको थिएँ अनि एक्कासी नेताजीसँग पनि भेट भयो अनि उहाँले पनि हाम्रै गाउँको बारेमा सोधिरहनु भएको थियो होइन होइन यसरी आतिनु पर्दैन तिमी पनि नेताज्यूसँग कुरा गरेर मेरै कामलाई सहयोग गरेकै हो नि हो नेताज्यू उहाँले भने जसै गरी पानीको विषयमा कुरा गर्न आएका हामी
हजुरको लागि नि खाना बनाउने हो? पर्दैन, म बाहिरै खान्छु क्या। तिमी बनाएर बच्चाहरूलाई खुवाउ न ल। आज बेसी जानु थियो, हजुर कति आउने? मेरो काम अलि व्यस्त छ क्या, म आउन ढिला हुन्छ, तिमी नै जाऊ न है बेसी। आज त एक्लै आउनुभयो सीता दिदी, खोइ त हजुरको राम। पानीको कामले गर्दा उतै व्यस्त हुनुहुन्छ। गाउँमा हल्ला सुन्छु तपाईँको त्यो राम र त्यो सरिताको त चक्कर चलेको छ रे नि। के हो कुरो, तपाईँलाई थाहा छ छैन? के भनेको तिमीले यस्तो? यो सब कुरा तिमीलाई कसले भनेको? खै गाउँभरि त्यस्तै हल्ला चलेको रहेछ। लोग्ने मान्छेको जात के बर। ल म गएँ। आजभोलि समयमा घरमा पनि आउँदैन, खाना खान पनि आउँदैन। पहिला कति माया गरेको थियो, अहिले खासै मतलब पनि राख्दैन। कतै सैलिनीहरूले भनेको कुरा त सही होइन। नकचारी तँलाई अलिकता पनि लाज लाग्दैन? अर्काको बुढासँग यस्तो सुनसान जङ्गलमा बसेर यस्तो घिनलाग्दो काम गर्नलाई? होइन, हजुरले के भन्दै हुनुहुन्छ? हामीले त गाउँमा पानी कसरी ल्याउने भन्ने विषयमा पो कुरा गरेर बसेको त। तँलाई अलिकता पनि लाज लाग्दैन? मेरो यो आँखाले देखेको छु तैँले छलफल गर्न आएकी छेस् कि छल गर्न आएकी छेस् भनेर। ममा के कम थियो र? यो नखरो मोलीसँग आउनु भयो, समाजले के भन्छ? सीता,
किन तिमी यति बेलासम्म नसुतेको? के हो, सन्चो भएन क्या तिमीलाई? त्यो सरितासँग कहिलेदेखि सुत्दै आउनु भयो? सीता, तिमीले जे देख्यौ नि त्यो साँच्ची होइन। त्यहाँ पानीको विषयमा कुरा हुँदै थियो। त्यहाँ सरिता आइपुगी, उसले नेतालाई चिनेको भएर नेतासँग भेट गराएर सिफारिस गर्नको लागि लिएर गएकी मात्रै हो। कामको कुरा सुनसान जङ्गलमा हुन्छ? सबै समाज अगाडि बसेर हुन्छ, ताकि सँगै जङ्गलमा सुतेर शारीरिक सुख दिएर होइन। के नचाहिने कुरा गरेको तिमीले? मलाई पागल कुकुरले टोकेको छ र? बाटोमा जाँदाखेरि भेट भयो त बाटोमै कुरा नभएर गाउँ समाजलाई बोलाउन जाउँ त म? जो चोर उसैको ठुलो स्वर, मेरो आँखाले खुद देखेर आएको छु। बहुला कुकुरले त मलाई होइन तपाईँलाई टोकेको रहेछ। घरमा सुहानी छोराछोरी हुँदा हुँदै बाहिर हिँड्दा लाज लाग्दैन तपाईँलाई? मलाई कुकुर भनेको तैँले? बाबा, तपाईँ कहाँ जानु लाग्नु भएको? अनि मामुसित किन झगडा गर्नु भएको? अनि मेरो होमवर्क नि सिकाउनु भएन? जाने तेरे आमालाई गर्छु, मलाई केही पनि थाहा छैन। बहिनी, ए बहिनी। हजुर, को हुनुहुन्छ? म राम, तिम्रो दाई। ए राम दाई, नमस्ते। नमस्ते नानी। धेरै पछि आउनु भयो त। अनि दाई, भाउजी सन्चै हुनुहुन्छ? सन्चै छौ। अनि तिमीलाई कस्तो छ? मलाई ठिकै छ दाई, जाउँ भित्रै बसौँ। ल हिँड। पैसा होला नि, होइन? मेरो घर बिगारेर के भन्नुभएको दिदी? त्यस्तो के गरेर मैले? लास नभएको नकचरी हेर्न अझ नुनको सोझो बन्न खोजेको। कति राम्रो राम्रो सिलाको जोडीलाई अलग गराएर यस्तोलाई त गाउँबाट निकाला गर्नुपर्ने। भोलि गएर हाम्रो लोग्नेलाई जङ्गलमा पो लाने हो कि? मलाई त आनन्दै हुने थियो त्यति गरे त। मेरो बुढोलाई नि जङ्गलमा लगेर खुसी पार्दैन। सधैँ जाड खाएर आएर मलाई दुःख दिन्छ। जाउँ पानी भर्न आयौँ पनि। दाई लिनुहोस् चिया। अनि खै त भाउजूलाई पनि लिएर आउनु भएको भए हुन्थ्यो। भाउजूलाई नभेटेको नदेखेको धेरै भयो। भाउजूलाई ल्याउँदा आमा बुवा बच्चा बच्चीलाई हेर्नु पर्यो नि। म त अहिले यहाँ तेरो हालखबर बुझ्न मात्रै आएको बहिनी।
को नानी तपाईँ? अनि किन रुनु भएको? बहिनी ऊ हाम्रो घरदेखि पर हरिश दाईको छोरी। बस न। अनि बहिनी किन रुँदै आउनु भएको त? के भयो तपाईँलाई? दाइ, तपाईँले गलत गर्नुभयो। तपाईँको परिवार छ, तपाईँले यो गलत गर्नुभयो, थाहा छ? जानुस् घर, परिवारसँग गएर सबैसँग माफी माग्नुहोस्। गइहाल्नुहोस् यहाँबाट। बहिनी, म अब त्यो गाउँमा फर्केर जान सक्दिनँ। सबैको नजरबाट गिरेर बस्न मेरो आँट छैन। त्यसो नभन्नु दाइ, ती छोराछोरीहरूले दुःख पाउनेछन्। तपाईँ नभएपछि टुहुरा हुन्छन्। जानुस् दाइ तपाईँ। हो दाइ, तपाईँ पनि आफ्नो घर जानुहोस्। अनि नानी, तिमी पनि घर जाऊ। बिस्तारै आफै ठिक हुन्छ सबै समस्या। कुनै पनि निर्णय लिनुभन्दा अगाडि आफै बुझ्नुपर्छ। ल बहिनी, म गएँ। म त जान्न त्यो गाउँमा। मलाई त्यो गाउँमा गएर बस्ने आँटै छैन। मर्छु बरु, तर त्यो गाउँमा चाहिँ जाँदिनँ। के कुरा गरेको तिमीले? मर्ने कुरा नगर न मेरो अगाडि। मलाई पनि त्यो गाउँमा फर्केर जान त कहाँ मन छ? कहाँ जाने त अब हामीसँग त पैसा पनि छैन। के गर्ने? कहाँ जाने? कहाँ गएर बस्ने अब? तिमी चिन्ता नगर न, म अझै मरेको छैन नि। तिमीलाई जहाँ भए पनि म व्यवस्था गर्छु नि, हिँड जाउँ। होइन, हामी यसरी कसरी सधैँभरि दुःख गरेर बस्ने? यसरी कति दिनसम्म चल्छ? बरु मैले भने मान्नु, गाउँमा गएर सबै जग्गा जमिन बेचेर पैसा लिएर आउनु। हामी होटल खोलौँ। होटलबाट भएको कमाइले हजुरले घरमा पनि पैसा पठाउनु, हामी पनि सुखको जिन्दगी बाँचौँ। होइन, त्यो गाउँको जग्गा कसले किन्छ? त्यसको चिन्तै नलिनु न हजुरले, म मिलाइहाल्छु नि। तिमीले कसरी? त्यो नेता थियो नि हामीले गाउँमा भेटेको, हो त्यो नेतालाई त्यो जग्गा खुब मन परेको छ अरे। त्यो जग्गा त्यही नेताले किनिहाल्छ नि। बरु तपाईँ भोलि नै गाउँ जाने तयारी गर्नु न। नेता? त्यो नेतालाई तिमीले कहिले भेट्यौ? त्यो नेतालाई हिजो। ओ हेलो सरिताजी। ए नेताजी, सन्चै हुनुहुन्छ? सन्चै छु। जाउँ न एकैछिन यतैतिर बसेर केही कुरा गरौँ। हस् ल त है।